जीवन बीमा एक विस्तृत अध्ययन। परिचय। जीवन बीमा लाइफ इन्स्योरेन्स एक वित्तीय सुरक्षा उपकरण हो जसले कुनै व्यक्तिको मृत्यु भएमा उसका परिवारजन वा लाभग्राहीलाई निश्चित आर्थिक सहायता प्रदान गर्छ। जीवन बीमा केवल मृत्युको सुरक्षाका लागि मात्र होइन, दीर्घकालीन बचत, लगानी र कर लाभ जस्ता आर्थिक व्यवस्थापनका उपाय पनि हुन्। 1. जीवन बीमा के हो? जीवन बीमा एक प्रकारको अनुबन्ध कन्ट्र्याक्ट हो जुन बीमित पोलिसी होल्डर र बीमा कम्पनी इन्सरर बीच हुन्छ। बीमितले नियमित रूपमा बीमा शुल्क प्रिमियम तिर्छ र बीमा कम्पनीले बीमालेखमा तोकिएको अवस्थामा मृत्यु वा अन्य जोखिम पूरा भएमा निश्चित रकम प्रदान गर्छ। मुख्य तत्त्वहरू। बीमालेख पोलिसी अनुबन्धको दस्तावेज। बीमित व्यक्ति इन्सर्ड जसको जीवनमा बीमा गरिन्छ। लाभग्राही बेनिफिसियरी मृत्यु वा जोखिमको लाभ प्राप्त गर्ने व्यक्ति। बीमा अवधि पोलिसी टर्म बीमा लागू हुने समयावधि। बीमा रकम सम असर्ड बीमा कम्पनीले दिनुपर्ने रकम। 2. जीवन बीमाका प्रकारहरू। 1. अवधि बीमा टर्म इन्स्योरेन्स सबैभन्दा सस्तो र साधारण बीमा। निश्चित समयका लागि मात्र लागू हुन्छ। बीमितको मृत्यु भएमा मात्र रकम दिइन्छ, अन्यथा केही प्राप्त हुँदैन। 2. सम्पूर्ण जीवन बीमा होल लाइफ इन्स्योरेन्स जीवनभर लागू हुने बीमा। बीमितको मृत्यु भएपछि लाभग्राहीले बीमा रकम पाउँछन्। 3. बचत योजना बीमा एन्डोमेन्ट पोलिसी बीमा र बचत दुवैको संयोजन। बीमित जीवित भएमा बीमा अवधि सकेपछि रकम पाइन्छ, मृत्यु भएमा लाभग्राहीले रकम पाउँछन्। 4. एकल प्रिमियम बीमा सिंगल प्रिमियम बीमा सुरु गर्दा एकमुष्ट प्रिमियम भुक्तानी गरेर लिने योजना। 5. बाल जीवन बीमा चाइल्ड इन्स्योरेन्स बालबालिकाको भविष्य सुनिश्चित गर्न लिने बीमा, विशेष गरी पढाइ र विवाहका लागि। 6. पेन्सन बीमा पेन्सन एनुट प्लान सेवानिवृत्तिपछिको जीवन सुरक्षित राख्न मासिक वा वार्षिक भुक्तानी दिने योजना। 3. जीवन बीमाको महत्त्व। 1. आर्थिक सुरक्षा जीवन बीमाले परिवारलाई मृत्युपछि आर्थिक कठिनाइबाट जोगाउँछ। 2. कर लाभ धेरै देशहरूमा बीमामा गरिएको लगानीमा कर छुट उपलब्ध हुन्छ। 3. दीर्घकालीन बचत बीमाले व्यक्तिलाई नियमित बचत गर्न उत्प्रेरणा दिन्छ। 4. ऋण सुविधा बीमालेखको आधारमा ऋण लिन सकिन्छ। 5. मानसिक शान्ति आफ्ना परिवारको भविष्य सुरक्षित रहेको जान्दा मानसिक सन्तोष मिल्छ। 4. बीमा लिनुअघि विचार गर्नुपर्ने पक्षहरू। आफ्नो आर्थिक आवश्यकता र लक्ष्यको मूल्याङ्कन, बीमा कम्पनीको विश्वसनीयता, प्रिमियम भुक्तानी क्षमताको मूल्याङ्कन, बीमालेखका शर्त तथा अवस्था बुझ्न, नवीकरण नीति र स्यारेन्डर मूल्य। 5. नेपालमा जीवन बीमा कम्पनीहरू। नेपालमा बीमा समिति अन्तर्गत 19 वटा जीवन बीमा कम्पनीहरू दर्ता छन्, जस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेसन LIC नेपाल, राष्ट्रिय बीमा कम्पनी, सानिमा लाइफ, महालक्ष्मी लाइफ, मेटलाइफ इन्स्योरेन्स कम्पनी। यी कम्पनीहरूले विभिन्न बीमा योजना प्रदान गर्छन् जुन ग्राहकको आवश्यकता अनुसार फरक हुन्छ। 6. बीमा कसरी खरिद गर्ने। 1. बीमा एजेन्ट मार्फत एजेन्टले सम्पूर्ण प्रक्रिया सहज बनाउँछन्। 2. बीमा कम्पनीको वेबसाइटबाट अनलाइन फर्म भरेर सजिलै खरिद गर्न सकिन्छ। 3. बैंक तथा वितरक मार्फत केही बैंकहरूले पनि बीमा कम्पनीसँगको सहकार्यमा योजना उपलब्ध गराउँछन्। 7. जीवन बीमा सम्बन्धी आम भ्रान्तिहरू। म युवा छु, मलाई बीमाको जरुरत छैन, जोखिम कहिले आउँछ थाहा हुन्न। बीमा केवल मृत्युपछि मात्र काम लाग्छ, धेरै योजना बचत र पेन्सनसँग जोडिएका हुन्छन्। बीमा महँगो हुन्छ, अवधि बीमा अत्यन्त सस्तो हुन्छ। 8. जीवन बीमाको भविष्य डिजिटल प्रविधिको विकाससँगै जीवन बीमा क्षेत्रमा पनि नवीनता देखिएको छ। अनलाइन बीमा, मोबाइल एप, AI आधारित मूल्याङ्कन, डिजिटल दावी प्रक्रिया आदिले बीमा खरिद तथा व्यवस्थापनलाई सरल र पारदर्शी बनाइरहेको छ। 9. निष्कर्ष जीवन बीमा केवल एउटा आर्थिक सुरक्षा उपाय नभई जिम्मेवारी, दूरदृष्टि र दीर्घकालीन वित्तीय योजना हो। यसले अनिश्चित भविष्यमा परिवारलाई आत्मनिर्भर बनाउन मद्दत गर्छ। समयमै सही योजना चयन गरी जीवन बीमा गर्नु प्रत्येक सचेत नागरिकको कर्तव्य हो। यहाँ जीवन बीमासँग सम्बन्धित 2 वटा केस स्टडीहरू प्रस्तुत गरिएका छन्, जसले जीवन बीमा किन आवश्यक छ र यसले कसरी जीवनमा वास्तविक प्रभाव पार्दछ भन्ने कुरा स्पष्ट पार्छ। केस स्टडी 1. अभिजितको परिवारको आर्थिक सुरक्षा। पृष्ठभूमि। अभिजित शर्मा 35 वर्षका काठमाडौँमा बसोबास गर्ने एक निजी कम्पनीका कर्मचारी थिए।
उनका 2 सन्तान र एक गृहिणी श्रीमती थिए। उनले 10 वर्ष अघि एक 15 लाख रुपैयाँको अवधि बीमा टर्म इन्स्योरेन्स योजना लिए, जसको प्रिमियम वार्षिक 9,000 रुपैयाँ थियो। घटना: 43 वर्षको उमेरमा एक सडक दुर्घटनामा अभिजितको मृत्यु भयो। उनको मृत्युपछि परिवार पूर्ण रूपमा उनको आम्दानीमा निर्भर थियो। तर उनले गरेका बीमा योजनाका कारण उनको परिवारलाई बीमा कम्पनीबाट 15 लाख रुपैयाँको मृत्यु परिदाबी भुक्तानी भयो। निष्कर्ष: अभिजितको असामयिक मृत्युपछि पनि बीमाले परिवारलाई कम्तीमा 2 वर्ष खर्च धान्न पर्याप्त सहायता गर्यो। उनको छोरोले त्यो पैसाबाट स्नातक अध्ययन पूरा गर्न सक्यो। सिकाइ: सस्तो प्रिमियममा पनि अवधि बीमाले परिवारलाई ठूलो आर्थिक सङ्कटबाट जोगाउन सक्छ। केस स्टडी 2: बिना जीवन बीमा रमेशको परिवारको सङ्कट। पृष्ठभूमि: रमेश खत्री, 40 वर्ष, पोखरामा बसोबास गर्ने एक खुद्रा व्यापारी थिए। उनले जीवन बीमालाई अनावश्यक खर्च ठानी कहिल्यै बीमा गरेनन्। उनी आफ्नो दैनिक आम्दानीमै परिवार चलाउँदै आएका थिए। घटना: कोभिड महामारीको समयमा रमेश गम्भीर बिरामी परे र उपचार खर्च धान्न नसक्दा उनको मृत्यु भयो। उनले कुनै बीमा योजना नगरेको हुनाले परिवारलाई न उपचार खर्च भुक्तानी भयो न त मृत्युपछि कुनै आर्थिक राहत। उनको श्रीमतीलाई आफै काम गर्नुपर्ने भयो, छोराको पढाइ 1 वर्षका लागि रोकियो। निष्कर्ष: बीमा नगरेकोले रमेशको असामयिक मृत्युपछि उनको परिवार आर्थिक, मानसिक र सामाजिक सङ्कटमा पर्यो। सिकाइ: बीमा नगर्नु भनेको अनिश्चित भविष्यको अघोषित खतरा हो। समयमै योजना नबनाउँदा गम्भीर असर पर्न सक्छ। कृषकहरूको लागि जीवन बीमा योजना, लाइफ इन्स्योरेन्स फर फार्मर्स, नेपाली सन्दर्भमा अत्यन्तै महत्त्वपूर्ण विषय हो। नेपालमा कृषक वर्ग अझै पनि ठूलो जोखिममा कार्य गरिरहेका छन्, जस्तो कि प्राकृतिक प्रकोप, स्वास्थ्य समस्या, श्रम क्षमताको ह्रास आदि। यस्ता स्थितिमा जीवन बीमा कृषकका लागि सुरक्षा कवच बन्न सक्छ। यहाँ कृषक लक्षित जीवन बीमा योजनाबारे विस्तृत जानकारी र एक केस स्टडी पनि समावेश गरिएको छ। कृषक लक्षित जीवन बीमा योजना। 1. उद्देश्य: कृषक र ग्रामीण समुदायका निम्ति न्यूनतम प्रिमियममा बीमा सेवा प्रदान गर्नु। विपद वा आकस्मिक घटनामा परिवारको आय सुनिश्चित गर्नु। कृषिमा आधारित जीवनशैलीलाई दिगो बनाउनु। 2. सरकारी सहुलियत योजनाहरू। नेपाल सरकारले ग्रामीण तथा कृषक वर्गका लागि बीमा प्रोत्साहन स्वरूप 50% देखि 75% प्रिमियम अनुदान प्रदान गर्ने गरेको छ। जीवन बीमा योजनामा कृषक दर्ता भएमा उनीहरूलाई बीमालेखको प्रिमियममा सहुलियत प्राप्त हुन्छ। उदाहरण: बीमा रकम रु. 5 लाख, वार्षिक प्रिमियम रु. 4,000, सरकारी अनुदान 50% रु. 2,000, कृषकले तिर्नुपर्ने रु. 2,000 मात्र। 3. जीवन बीमा कम्पनीहरूद्वारा प्रदान गरिने योजनाहरू। नेपाल लाइफको कृषक सुरक्षा योजना, LIC नेपालको ग्रामीण जीवन बीमा योजना, सिटिजन लाइफ र राष्ट्रिय बीमा कम्पनीका लघु बीमा योजनाहरू। यी योजनाहरूमा न्यून प्रिमियम, सस्तो स्वास्थ्य परीक्षण प्रक्रिया, अधिकतम 60 देखि 70 वर्षसम्म बीमा, दुर्घटना र मृत्यु दुवै अवस्थाका लागि सुविधा। केस स्टडी 3: कृषक जीवन बीमा ले बचाएको एउटा परिवार। पृष्ठभूमि: धनबहादुर थापा, 52 वर्ष, लमजुङका एक साना कृषक थिए। उनले सरकारी सहुलियतमा सिटिजन लाइफको ग्रामीण जीवन बीमा योजना अन्तर्गत रु. 5 लाखको बीमा गरेका थिए। उनी वार्षिक केवल रु. 2,500 तिर्थे, बाँकी 50% अनुदान सरकारले दियो। घटना: कृषि कार्य गर्दै गर्दा खेतमा चिप्लिएर उनलाई गम्भीर चोट लाग्यो र उपचार सम्भव नभएपछि उनको मृत्यु भयो। परिवारमा कमाउने व्यक्ति एक्लै उनी थिए। बीमा लाभ: बीमा कम्पनीले 2 हप्ताभित्र उनका परिवारलाई रु. 5 लाखको बीमा रकम उपलब्ध गरायो। ती पैसाले छोरोको पढाइ, घरको ऋण तिर्ने र आधारभूत खर्च व्यवस्थापन भयो। निष्कर्ष: अत्यन्तै न्यून प्रिमियममा गरिएको बीमाले धनबहादुरको परिवारको जीवन सङ्कटपछि पनि सम्हाल्न सक्ने बनायो। सिकाइ: सरकारी सहुलियतको उपयोग गरेर जीवन बीमा गर्दा कृषकहरूले न्यून आयमा पनि ठूलो सुरक्षा प्राप्त गर्न सक्छन्। अन्तिम सुझाव: सबै कृषकले कृषि ज्ञान केन्द्र वा गाउँपालिकाको कृषि शाखामा गई बीमा योजना र अनुदानबारे जानकारी लिनुपर्छ। बीमा कम्पनीको अधिकृत एजेन्टबाट मात्र बीमा गर्नुपर्छ। समयमै प्रिमियम तिर्नु, सही कागजात राख्नु र लाभग्राही नाम दर्ता गराउनु अति आवश्यक छ।